हामीले सानैदेखि सुन्दै आएका छौँ, जब कुनै महिला महिनावारी हुन्छ त्यति बेला ऊ अपवित्र हुन्छ, उसले भान्सा छुन मिल्दैन, उसले पूजा गर्नु मिल्दैन, उसले खानेकुराहरू छुन मिल्दैन। के तपाईलाई थाहा छ, हाम्रो सनातन धर्ममा महिनावारीलाई अलग्गै रूपमा व्याख्या गरिएको छ। हिन्दू धर्म अथवा सनातन धर्ममा महिनावारीलाई एउटा ट्याबुको रूपमा मात्र नभएर पुरुषको ब्रह्मचर्य जस्तै सम्मान दिएको छ। जसरी एउटा पुरुषले ब्रह्मचर्यको पालन गर्दै सृष्टि रचना गर्न सक्ने शिरलाई प्रिजर्भ गरिरहेको हुन्छ, त्यसरी नै रजस्वाला भएकी महिला यो कुराको प्रतीक हुन्छ कि उनले पनि मासिक धर्मको पालन गर्दै सृष्टि रचना गर्न सक्ने शिरलाई त्याग गरिन्। यसरी पुरुषमा संयमता र महिलामा त्याग, मतलब पुरुषमा ब्रह्मचर्य र महिलामा मासिक धर्म सन्तुल्य छन्। सनातन धर्ममा यी दुवै कुरालाई एउटा पवित्र कर्म मानिएको छ। त्यसैले अन्धा कुराहरूमा होइन, तथ्यहरूमा विश्वास गर्नुस्।